अनि रियल गुरुलाई भेटेपछि उसले 1 मिनट पनि लगाउँदैन थर्ड आई खोल्नु। युद्धको मैदानमा भगवान कृष्णले कति समय लियो होला? अर्जुनले जब म तेस्रो आँखा खोलिदिन्छु, त्यो तेस्रो आँखाले मेरो दर्शन गर भन्दाखेरि 6 महिना र वर्षको त्यहाँ चान्सै छैन नि, युद्ध हुनु आँटेको छ। र जो सर्जन डक्टर छ, सर्जन गुरु छ, त्यो गुरु र भगवानमा केही अन्तर हुँदैन। र हामी भन्छौँ गुरु र ब्रह्मा, गुरु र विष्णु, गुरु र देवो महेश्वर, गुरु र साक्षात पार ब्रह्म, तस्मै श्री गुरुवे नमः। एनलाइटेनमेन्टलाई प्राप्त गरेको जो गुरु छ, उहाँलाई भन्यो तपाईँ नै ब्रह्मा हो, तपाईँ नै विष्णु हो, तपाईँ नै शङ्कर हो, अनि तपाईँ साक्षात पार ब्रह्म भनेपछि भगवानै हो भनेर। यो हजुरले भन्नुहुन्छ होला फिलोसफी हो, होइन। रामकृष्ण परमहंसको एक्चुअल नाम गदाधर पुजारी थियो, विवेकानन्दका गुरु। उहाँले जब एनलाइटेनमेन्टलाई प्राप्त गरेपछि के भन्यो? मोही राम हो, मोही कृष्ण हो। र उहाँको नाम रामकृष्ण परमहंस पर्यो। उहाँको ओरिजिनल नाम रामकृष्ण परमहंस होइन, गदाधर पुजारी हो। एनलाइटेनमेन्टलाई प्राप्त गरेपछि भगवान र उसको महापुरुषमा केही डिफरेन्स रहेन। जो हामी म्याथमेटिक्समा पढ्छौँ, इन्फिनिटी प्लस माइनस एनिथिङ इज इक्वल टु इन्फिनिटी। र महिमा गएको छ एकम नित्यम विमलमचलम सर्वदी साक्षीभूतम भावातीतम त्रिगुण रहितम सद्गुरुतम नमामि। ऊ ओम्नी प्रेजेन्ट भइहाल्छ, किनभने मिले नि त। क्राइस्टले के भन्यो? जिजस क्राइस्टले जब उहाँले एनलाइटेनमेन्टलाई प्राप्त गर्यो, नाउ आई एन्ड माई फादर आर वन, म र मेरो पिता एक भयौँ, इन्फिनिटीमा जोडिए म, र म इन्फिनिटी भएँ। हाम्रा पहिलाका ऋषिहरूको, हामीले जसले एनलाइटेनमेन्टलाई प्राप्त गर्यो, उहाँले के भन्थ्यो? अहम ब्रह्मास्मि, मै ब्रह्म हुँ, मै भगवान हुँ, तत्त्वमसि, मै तत्त्ववेता हुँ भनेर। र त्यो महापुरुष, त्यस्तो सर्जन गुरुलाई मात्रै हामीले भेट्यौँ भने उसले हाम्रो थर्ड आई खोलेर हामीलाई भित्र भगवानको ज्योतिको प्र्याक्टिकल विदिन मिनट्स, मिनट भन्ने शब्द पनि बेसी बोले मैले। हजुरले बटन थिच्दा कति टाइम लाग्छ लाइट अन हुन? विदिन फ्यु सेकेन्ड्स उसले थर्ड आई खोल्न सक्छ।